भाकल पुरा नहुँदा देउता फेर्नेहरूको समाज हो यो। इच्छा पुरा नहुँदा साइनो फेर्नेहरूसँग कसरी गुनासो गर्नु। अकस्मात आफ्नै छायाले पनि साथ छोड्ने यो बस्तीमा आफ्नै भन्नेहरूले बाटो मोड्दा कसरी गुनासो गर्नु। यहाँ स्वार्थ पुरा नभएसम्म मात्रै मिठा कुरा हुन्छन्। काम सकिएपछि त नचिने झै पन्छिने टाढा हुन्छन्। हिजोसम्म जिन्दगीभर साथ दिने कसम खाएकाहरू आज अलिकति परिस्थिति बिग्रदा पत्थर बनिदिन्छन्। मलम लगाउलान् भनेको त घाउ कोट्याउनेहरू भेटाए। यस्ता निष्ठुरी र कठोर मनहरूसँग कसरी गुनासो गर्नु। भाकल पुरा नहुँदा देउता फेर्नेहरूको समाज हो यो। इच्छा पुरा नहुँदा साइनो फेर्नेहरूसँग कसरी गुनासो गर्नु। आफैले बालेको दीप निप्दा धूप बाल्नेहरू धेरै छन्। खुसीमा साथ दिने तर दुःखमा मुख मोड्नेहरू धेरै छन्। चोखो माया र साँचो भरोसा त केवल भ्रम मात्र रहेछ। हरेक पाइलामा आफ्नो रङ बदल्नेहरूसँग के आश गर्नु। जसले मनको गहिराई दुखाई कहिले सम्झिन सकेनन् तिनै बेखबर मान्छेहरूसँग कसरी गुनासो गर्नु। मेरो आँसुको मूल्य तिनले कहिले बुझ्न सकेनन्। मेरो निश्चल प्रेमलाई व्यापार सम्झिन छाडेनन्। सपना देखाएर बीच बाटोमै अलपत्र छोडिदिए। अनि आज फेरि उही मुस्कान बोकेर सामुन्ने उभिए। विश्वासको मन्ती ढालेर बस्ने यी पाखण्डीहरूसँग आफ्नो दुखेको छाती देखाएर कसरी गुनासो गर्नु। भाकल पुरा नहुँदा देउता फेर्नेहरूको समाज हो यो। इच्छा पुरा नहुँदा साइनो फेर्नेहरूसँग कसरी गुनासो गर्नु। साइनो फेर्नेहरूसँग कसरी गुनासो गर्नु। देउता फेर्नेहरूसँग कसरी गुनासो गर्नु।